भिडियो बनाउँदा केही फरक पर्दैन होला नि है भिडियो बनाउँदा केही फरक ल हेर म त अघि पनि बनाइरहेको छ त नि युट्युबमा फेसबुकमा हेलो हेलो व्हाट्सअप गाइज के छ सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन अनि के छ सबैजनाको हल्ली है मलाई त अब बिर्सिनु भयो होला माया पार्नु होला है त्यो नबिर्सिनु माया नमार्नु है अब आज चाहिँ अब यत्तिकै केही त थिएन कन्टेन्ट त्यही पनि यसो बनाउनु मन लागेर बनाएको अब धेरै पछि आएन होइन अब घरमालाई त्यही पनि अब हेरौँ कतिको के बन्छ होइन अब कति 5-6 महिना पछि नै म आएको होला सायद घर बनाउन आज चाहिँ अब मेरो स्कुटीको तेल सकेको कारणले गर्दाखेरि अब यो तेल हाल्न हिँडेको म चाहिँ है माथि ड्रोनदेखि ढकल आएको दिमाग खराब भएको छ अब तेल सकेर अब यहाँ अगाडि सारे पेट्रोल पम्पमा बुझा गएर तेल हाल्छु ओर्छु अनि त्यसपछि अनि लेट्सको अनि म चाहिँ काम सुरु गर्छु यहाँ अब यहाँ अगाडि छ यहाँबाट थोरै भित्र गएपछि त्यहाँ काम सुरु त्यहाँ पेट्रोल हाल्ने त्यसपछि काम सुरु गर्ने त्यसपछि म चाहिँ अब यहाँ छु होइन देख्न सक्नुहुन्छ है म चाहिँ तेल सकेर ढकल हिँडिरहेको छु स्कुटीमा है अब बेलुका यस्तो कि राति 10 बजेतिर तेल सक्यो पेट्रोल स्कुटीमा अब कहाँबाट हाल्नु त 10 बजे अनि यत्तिकै रुममा थन्काइदिएको थिएँ थाकेँ यार अझै अगाडि छ पेट्रोल पम्प अझै पर यहाँ वहाँ पर रहेछ पेट्रोल पम्प म पुऱ्याएर तेल हाल्नुपर्ने छ है अब जाम अझै ढकल जाम अनि तेल हालिसकेपछि हजुरलाई देखाउँछु है तेल हालिसकेँ है अनि राइड सुरु गर्छु राइड गर्ने होइन अब कति राइड हुन्छ आजको अब कति 11 साढे 11 भयो 11:30 आज सुरु गरेको किनकि अब तेल सकेको थियो तेल सकेपछि बिहान अब डोरे ल्याउनु भइरहेको थियो त्यहाँ खाना खाएर निस्केको है अब राइड सुरु गर्छु अब बेलुका कति 5 बजीसम्म र 4 बजीसम्म गर्छु हेरौँ कति हुन्छ समय हजुरलाई म देखाइहाल्छु तपाईँ जति त्यति होइन म चाहिँ इन्जोय गर्छु अब यहाँको मान्छे धेरै हुन्छ इन्जोयमा त्यति साह्रो हुँदैन त्यही पनि इन्जोयमा चाहिँ आफूले मनमर्जी गर्न पाइन्छ नि त त्यो हिसाबले गर्दाखेरि अब म इन्जोय हान्छु अब हेरौँ भरेसम्म के हुन्छ कसो गाइज है मेरो पहिलो राइड चाहिँ हाम्रो आमा पर्नुभएको छ है अब आमा चाहिँ अब चिनेकै हुँदो रहेछ हाम्रो अब रुमनिरकै हुँदो रहेछ है अब लेट्स गो अब फर्स्ट राइड अब आमा पर्नुभएको छ अब शुभ होला आजको दिन भन्ने अब आशा गर्दछु है लेट्स गो जाम आमा हजुर घर चाहिँ म मेरै बनाउँछु अनि म बनाइरहेको छु अहिले भ्लग युट्युबमा भिडियो हाल्छन् नि भिडियो बनाउनु चाहिँ मिलेन म पनि बनाइरहेको छु अहिले तपाईँ पनि आउनुभएको छ मोबाइल भेट्दैतिर यहाँ आइरहनु भएको छ तपाईँ अहिले यसो बेला भिडियो बनाउनु पऱ्यो त अब यसो याद पनि हुन्छ रमाइलो पनि हुन्छ नि त त्यही भएर यसो बनाइहेरेको कमाउँछ अब पैसा कमाउँछ नि हजुरआमा अब म चाहिँ भर गर्दैछु अब साथ सपोर्ट पाइयो भने अब कमाउनु पैसा कमाउनु थालिहाल्छु नत्र बिस्तारै अब सुरु गरौँ भन्ने चाहिँ अब हेरौँ होइन अब उहाँलाई अब आमालाई पुऱ्याइदिएर म यहाँ आएँ अब उहाँ चाहिँ पार्टीमा आउनु भएको रहेछ उहाँलाई पुरै अर्को घर राइड हेर्छु फेरि कहाँको राइड पर्छ त्यसपछि लेट्स गो फेरि जानुपर्छ है अब यस्तै हो अब के भन्नु हो र होइन अनि के हो तिमीहरूले मलाई माया त मारेको छैन नि कसैमा नबिर्छ है माया नमाएर होइन अब यसो बेला भएन आउँछु अब चाहिँ म सक्दो भ्लग डेली हाल्ने कोसिस गर्छु होइन सबैले माया गर यसो सपोर्ट देखाऊ गाइज गाइज एकजना केटी परेको छ होइन हेरौँ अब कस्तो छ केटी यसो एकचोटि बोलेको बोली त सुनेको थियो केटीको अब कस्तो राम्रो छ कि छैन म हेर्छु अनि हजुरहरू देखाउँछु है त अनि यसको यहाँ अगाडि 100 मिटर अगाडि छ होइन केटी चाहिँ अब जाम कस्तो छ राम्रो छ भने यसो फ्लड गर्न ट्राई गर्छु होइन अब राम्रो छैन भने लागेर बस्छु ओके बोलेर यसो एकछिन पट्याउनु पऱ्यो भनेको लास्टमा नेपाली नै रोइन्छ म त नेपाली भन्दा क्या खुसी भइरहेको भने लास्टमा हाम्रो चाइनिज हुनुहुन्छ होइन वेयर आर यु फ्रम हेलो म्याम वेयर आर यु फ्रम वेयर होइन नाइस अब के गर्ने बोल्न नमिल्ने नबुझ्ने गाह्रो छ त्यसको जाम अब यतिकै के भन्न सकिन्छ भाइ भाग्य नभएपछि होइन लेट्स गो केटा हो आज मेरो भाग्य छैन केटी पाउने नेपाली भनेर केटी गएँ कोरियन डिक्टरी केटी फ्रान्सको गऱ्यो
फेरि रिक्वेस्ट गरेको जर्मनीको केटा परेछ ए बाबा हो आजमा नेपाली कोही पनि छैन नेपालमा के भएको जो पनि बाहिरबाट मात्रै छ हौ नेपालीभन्दा बाहिरको धेरै भयो क्या चाँडो राइड गऱ्यो चाँडो राइडमा एउटा आन्टी पऱ्यो अरू छ बाहिरको छन् अब यहाँ ए प्रभु म लिन जाँदैछु भाइलाई ओके के अब हाम्रो सिङ्गापुर सरी सिङ्गापुर बाइक हुँदैछ है भाइहरूसँग त से हाई हेलो सिङ्गापुर या How old are you? How old are you? 30. Oh, you're young. Wow, good. के भन्छ होइन यसो अलिअलि के भन्दै तपाईँ त ए होलसेल के भन्न थालो यहाँ पैसा निकाल्न गएको छ है जे नि आजको नेपालीसँग भेट्न आउनु भयो होइन सब बाहिरकै मात्र भेटिरहेको छ म त हल्का कालदाखेरि होला किनकि अब यता पहाडी इलाका होइन सबैले सपोर्ट गराइ केटा हो भन्ने छैन हो मान्छे बोक्न आएको भरिया बनाएर राख्थ्यो मलाई यहाँ गाह्रो छ गाह्रो अब खमलदेखि नक्सल जानुपर्ने छ एउटा यहाँ झोला बन्छ कि होइन झोलामा सामान कत्रो यहाँ यत्रो सुत्ने भने मान्छे बोकाउन आएर झोला बोकाएर पठाएर पठाउँछ नि यार म मम्मीलाई भनिदिन्छु तपाईँलाई बोक्नु मलाई हेर्थ्यो होला खुब तर पैसा खतरा दिएको छ गाइस एउटा बौद्ध लानुपर्ने छ 150 होइन अनि अर्को यहाँ नक्सा पुऱ्याएको 100 रुपियाँ तिरेको छ सामान लगेको त्यस्तै भएर आम्दानी म काठमाडौँमा घर किनिदिन्छु अर्को फेरि म तारा हो भने चाहिँ के बसेको केटा हो त्यसको अगाडि जाम फेरि कस्तो जाम परेको छ यो जाम 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 मात्रै पर्छ के भएको यो जाम परेपछि टेन्सन हुन्छ होइन केटा हो गाह्रो छ गाह्रो लोकेसन रङ हालिदिन्छ अनि मलाई फोन गरेर फर्काउँछ है तक्का हो त्यो झन्किँदैन मतिरलाई नक्सलको भाटुन पनि भन्नु होइन दुईवटा भाटुन रहेछ मलाई चाहिँ नक्सलको उहाँ माथिको भाटुन भन्नु लगायो लास्टमा नक्सलको यहाँ बिच रहेछ अनि मलाई यहाँ कहाँ गएको किन ढिलो गएकोहरू त्यसका बाद चाहिँ म पनि फर्काएर अनि पैसा भनेभन्दा बढी पैसा उठालेर हिँड्छ त्यसको घर एउटा सामान त पुरै अब अर्को सामान बाँकी छ है अब बौद्ध जाँदैछु बौद्धको सामान बाँकी छ सामान पुऱ्याइदिन्छु अनि त्यसपछि फेरि भेट्छु तिमीहरूलाई होइन ओके अहिले त खुब ठुलो गरेर चाहिँ राम्रो केटी आएपछि यहाँ बोल्नु नसकिरहेको भने म त राम्रो छ यो बोल्नु नसकिरह भने के गर्ने गाह्रो छ हजुर गाह्रो छ अब के हो सिन्धु मनोकामना ब्याङ्कमा सहकारी मात्र रहेछ नि अनि के अरे पैसा निकाल्नुलाई फेरि पुऱ्याइदिनु पर्ने अब चाहिँ बोल्न ट्राई गर्छु ल हेरौँ बोल्न ट्राई गर्छु बोल्यो भने त हजुरको नाम के हो आर्या के तामाङ हो घर कता हजुर पछि मै काभ्रे होइन होला लाज मधुक्रा नगर्नु न लाज मधुक्रा नगर्नु न आफ्नो घर पनि कता पाउन्न भने कति पढ्छौ हजुर कति पढ्छौ 17 वर्षमा 10 मात्रै 17मा तिमी 12 हुनुपर्ने होइन प्रगति गरेछौ म कतिलाई गेस गर त एज कति होला पढ्ने त के गेस गर्यौ त एकचोटि हाई भन्नु त ड्रेस पनि देखाउ न ल ड्रेस देखाउँदा के हुन्छ त किन तिमी भाइरल भयो त हजुर योभन्दा राम्रो म कति चाहियो यता हाल त केटी योभन्दा राम्रो म कस्तो भेट चाहियो अब लाज म त कुरा गर्छ यहाँ चाहिँ को बस्छु हजुर बाबा बाबा सुन्दा हो मम्मीले हेर्नु सक्छ ए बाहिर भन्नु के सँगै नभए पनि भेर चाहिँ हेर्नुहुन्छ
राम्रै मान्छेलाई नि ठाउँमा छोडिदिएँ होइन मस्किँदै थिएँ मस्किनै पाइएन अब के गर्नु है त्यस्तै हो अब नयाँ राइड खोज्ने अब रुमतिर लाग्ने के गरौँ हेरौँ पानी पर्नु लागेको छ त्यही अब राम्रो खाले राइड पायो भने अब राइड गर्छु नत्र रुमतिर लाग्छु है त बा कस्तो गोरो देखेको मलाई ओ त्यो गाइस एउटा फेरि राम्रो एउटा केटी कलेक्टर गर्छु राम्रो थाहा छैन है जाम हेरौँ राम्रो छ फेरि बोल्न ट्राई गर्छु बोली भने बोल्न अन्त के गर्छ सक्छु र मैले होइन अब जाम फेरि बोल्न ट्राई गरौँ बोल्यो भने बोल्यो ओ यहाँ त बाटो बन्द भयो त एकछिनै गाइस बाटो बन्द त्यही पनि चेक गर्न ट्राई गरौँ त्यसपछि हामी अब जाम ओह्रालो झर्दैछ है कता हामी सिटी जाने के त जाने हजुरको नाम सुजिना के केमा पर्छ न केमा पर्छ मतलब कुन कास्टमा पर्छ भन्नुहुन्छ आफ्नो कास्टमा थाहा छैन जे पाए त्यही बेजत त्यस्तै नि हुन्छ भने यार छेत्री बाहुन जैसी राई त्यो टाइपको भनेको छेत्री हो लाजै मर्दो यार घर कता हो घरै थियो पुरानो घर पहिलाको राम मैले जति पनि भेटाएको छु सब पश्चिम मात्रै भेटाएको छु थुप्रै भेटाएन बेटा म चाहिँ पूर्व हो नि त त्यही भएर भिडियो बनाउँदा केही फरक पर्दैन होला नि है भिडियो बनाउँदा केही फरक ठुलो हेर म त अब पनि बनाइरहेको छ त नि युट्युबमा फेसबुकमा तिमीले जुन भन्यौ नि जुन हाल्नु भन्यौ नि तँले खतरा पारेर हुन्छ पनि भरे भेट्छु आफूलाई युट्युबमा नाम भनिरहन्छु मन लाग्यो भने हेर्नु है त ए नगर्ने होइन नपर्ने हेर गाई ए भिडियो आउने वातावरणै छैन भने तिम्रो थाहा भिडियोमा केत्र बेरदेखि यार बोल्छ पनि हेरेर आज हेर्नु त हेर भाइ किन अघि एउटा देखेँ होइन राम्रै भएर खाएन मन त म भिडियो बनाउँदै भन्थेँ त्यस्तै कुरा नबनाउनु आज नरामी भएको चाहिँ भिडियो नबनाउनु ल भन्दै थिएँ क्या कस्तो हाँस उठ्दै जाँदै भने गाइस अहिले त यति नै है एकछिनपछि फेरि आउँछ ल म बाई सिधै के त मा अब के खाजा खाना आएको चप्रे खाना आएको म दिमाग खराब भयो गाइस 4000 MB 2 दिनमा ल्याम्मै सकियो भने 2 दिन 1 दिनमा हिजो बेलुका 4000 MB थियो आज ल्याम्लुम सकियो दिमाग खराब साला चटपटे खाना आएको चटपटे बनाउँदै हुन्छ बाले पछाडि है खाने त्यो चटपटे खाने गर्ने ल गाइस मेरो चटपटे आयो हैन त्यो मैले चटपटे खाउँ गरौँ अनि त्यहाँ चाहिँ रुमतिर लागौँ अहिले है चटपटे खाउँ गरौँ है चटपटे खाइसकेपछि म फेरि चोरिन्छु अहिले खान्छु नि बिदा हुन्छु बाई